आयो। नमस्कार। मलाई त चिनिहाल्नुहुन्छ कृष्ण शिवाकोटी। यो बुढी गण्डकी हामी आज गोर्खाको शहीद लखन गाउँपालिकाको घुमघाट घुमकोट के हो घुमघाट माझीटार होइन माझीटार घुमकोट घाटमा छौँ। यहाँ सप्ताह पनि लागिरहेछ र यो पुल यो बुढी गण्डकीको उता पल्लोतिर धादिङ पर्दो रहेछ यो गोर्खा र हामी आज यहाँ सप्ताह लागेको ठाउँमा पनि आएको छौँ र यहाँ हामी हल्का रमाइलोको टिम आएको छौँ। अनि यो बुढी गण्डकीकोमा आज यो मैले भन्नुपर्ने कुरो चाहिँ के हो भने यही हो 1200 मेगावाटको जुन प्रोजेक्ट बन्दैछ यो सबै डुबान हुन्छ। यो डाँडा काँडा सबै डुबान हुन्छ। यो अहिले जुन तपाईँहरूले देख्नुपर्छ वरिपरि यो सबै डुबान हुन्छ। डाँडा काँडा डुबान हुन्छ। 1200 मेगावाटको चाहिँ बिजुली उत्पादन हुन्छ। हुनुपर्ने यो 5 वर्षमा 14 कि 15बाट सुरु भएर यो 22मा कम्प्लिट हुनुपर्ने। तर त्यही त हो नि हाम्रो नेपालको ढिला सुस्ती 23 भइसकेर पनि सुरु भएको छैन। तर सुरु होला अनि यो सबै डुब्छ। आज हामीलाई चाहिँ हाम्रो हिस्ट्री हामीलाई ऐतिहासिक कुरो चाहिँ के हो भने भोलि हाम्रा सन्ततिले यो ठाउँ यो किनार देख्दैन। ठुलो जलाशय देख्छन् जहाँ चाहिँ के अरे पानी जहाज चल्छ अनि हामी चाहिँ आज यहाँ किनारमा छौँ। अनि यो कुरो चाहिँ सेयर गर्न के मन लाग्यो भने भोलि यस मुनि के थियो भनेर चाहिँ ती सन्ततिले सोध्यो भने यो भिडियो पनि काम लाग्न सक्छ भनेर चाहिँ आज हामीले मेरो साथी कमल मैनालीले खिच्दैछ। अनि हाम्रो बल्छी राजु अथवा हाम्रा हल्का रमाइलोको टिम चाहिँ सुटिङ गर्दैछन्। अनि यो चाहिँ मौकाको फाइदा उठाउन चाहिँ बुढी गण्डकीको किनारमा यो त फेवाताल भन्दा नै निकै ठुलो हुन्छ र नि। होइन त्यसको 14 गुणा बढी भन्ने चाहिँ छ। तर मलाई लाग्छ फेवातालको 14 गुणा बढी भन्दा पनि ठुलो हुन्छ। म यस्तै विजयवाडा दक्षिण भारतको विजयवाडामा म यस्तो भिजिट गरेर आएको छु। त्यहाँ आज पर्यटक विदेशका देशका आन्तरिक पर्यटक चाहिँ जहाज चढेर जान्छन्, धेरै माथि जान्छन्। अनि त्यहाँको धार्मिक पर्यटक बनेर चाहिँ त्यहाँ मन्दिरहरू छ दर्शन गर्छन्। अनि यो 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 बुढी गण्डकी यो जुन खोला छ हो यही हो भोलि हामीलाई चाहिँ उज्यालो नेपाल अथवा हामीलाई समृद्ध बनाउने खोलै यही हो कि यसैको बिजुली बेचेर हामी समृद्ध हुन्छौँ। तर सरकारसँग अथवा नेताहरूसँग मेरो अपिल चाहिँ के छ भने चाँडोभन्दा चाँडो काम चाहिँ सुरुवात गरिदिनु पर्यो। काम सुरुवात नगरिकन यो समाप्त हुँदैन। धन्यवाद। यति